गुड मर्निङ गाइस। ल आजको ड्युटी फेरि हाम्रो लक्ष्मी मातासँग हो। यस्तै छ है। र हिजोस्ति है मैले तपाईहरुलाई पालक, धनिया, मेथी, रातो साग छरेको थिएँ तपाईहरुलाई। आज चाहिँ यतिको भए। यहाँ हेर्नुहोस् है तपाईहरु, ढ्यान ढ्यान हेर्नुहोस् है। टक्कै हेर्नुहोस् है। अब म देखाउने छु तपाईहरुलाई। हेर्नुहोस् है, टक्कै हो यसरी मेथी है, ड्याङ टक्कै मेथी टक्कै हो यसरी मेथी मेथी है। यसको पानी लगाइरहेको छु होइन, हल्का सानो पानी। ड्युटी पुरै गर्नुपर्छ होइन, यस्तो छ हो। यो धनिया होइन, धनियाहरू चाहिँ यता यहाँ यता पनि छ यो पर है। यसपालि अदुवाको ड्याङ हेर्नुहोस् है, अदुवा टक्कै है। अदुवा रोपेको छु है, टक्कै अदुवा ठक्कै रोपेको छु। अन्त यहाँ मुला छरेको छु, यहाँ मुला छरेको छु होइन, यहाँ पनि छ है। अस्ति साथै अदुवा सँगसँगै चाहिँ अब अदुवा सँगसँगै फेरि यहाँ मेथी छर्छ। उयो के हो, धनिया छर्दैछु छु। यहाँ 4 ड्याङ हो, हिजोस्ति भर्खर बनाएको 4 ड्याङ। यो पनि आएको ग्यास तपाईहरुलाई देखाउने छु होइन। मिनी ब्लग्स गाउँले बस यस्तै हुन्छ है। गाउँमा जे छ है तपाईहरुमाथि अब देखाउने क्षमता राख्छु है। र तपाईहरुलाई अझै राम्रो ल्याउने कन्टेन्ट गर्न म कोसिस गर्छु है। यस्तै आउँछ गाउँको चाहिँ अब तपाईहरु है, यस्तै छ है। खुसी लाग्यो आएको छ। तर अस्ति अलिक माथि ठुल्ठुलो हुन्थ्यो, तर पानी नभएको कारणले गर्दा है। तपाईलाई रातो लाली साग भनेको चाहिँ यो है, यो टक्कै एक ड्याङ छर्किदिएको छु हो। यस्तो छ हो रातो साग चाहिँ यस्तो हेर्नुहोस् है। टक्कै अब डल्ले खोर्सानीको अब समय आउँदैछ होइन, डल्ले खोर्सानी रोप्नुपर्छ। थ्याङ्क यू फर वाचिङ है। अब यी ग्रास कटिङ हो, ग्रास कटिङ छ।